नमस्ते, म डाक्टर सदन शर्मा। आज बिहान मलाई एउटा मेसेज आएको थियो कि म गर्भावस्थामा ट्राभल गर्न मिल्छ कि मिल्दैन डाक्टर साहब भनेर सोध्नु भएको रहेछ मलाई एकजना मेरो पेसेन्टले। त्यसैको सन्दर्भमा आज चाहिँ एउटा छोटो कुरा गरौँ। यो ट्राभलिङ ड्युरिङ प्रेग्नेन्सी भनिन्छ भन्नाले गर्भ अवस्थाको बेलामा हामीले बाई प्लेन अथवा बाई कार अथवा बाई बस अथवा बाई स्कुटर भनौँ या टेम्पो भनौँ, जुन हाम्रो चलन चल्तीयापन छ, त्यो गर्ने कि नगर्ने त्यो कुराको बारेमा छलफल गरौँ। हामीले प्रेग्नेन्सीलाई 3 भागमा बाँडेको छौँ, 3 त्रैमासिकमा बाँडेको छौँ। पहिलो त्रैमासिक, पहिलेको 3 महिना, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिक। पहिलो त्रैमासिक भनेको 1 देखि 13 हप्तासम्म हुने गरेछ। पहिलो त्रैमासिकमा गर्भवती महिलालाई एकदम अप्ठ्यारो हुन्छ, वाकवाकी लाग्ने, बान्ता आउला जस्तो हुने, त्यस पछाडि बान्ता नै हुने, गाह्रो समस्याहरू धेरै नै हुन्छ। त्यही भएर पहिलो त्रैमासिकमा सबैले सबैले ट्राभलिङ गर्न सक्दैन, ट्राभलिङ गर्न गाह्रो पनि हुन्छ। एउटा ट्राभलिङले त त्यसै पनि तपाईँको वाकवाकी बान्ता औला जस्तो भइराखेको हुन्छ, झन् एबर्सन हुने चान्सेस चाहिँ अलिक बढी हुन्छ। दोस्रो त्रैमासिक सेफर मानिन्छ। दोस्रो त्रैमासिक भनेको तपाईँको 14 हप्तादेखि लिएर 28 हप्तासम्म, त्यो सेफ मानिन्छ, सेफर मानिन्छ। कम्प्यारेटिभली अरूभन्दा अलिक सेफ छ र राम्रो छ। यदि ट्राभल गर्नुपर्ने छ भने तपाईँ दोस्रो त्रैमासिकमा गर्न सक्नुहुन्छ। दोस्रो त्रैमासिकमा तपाईँको वाकवाकी बान्ता कि त न्यूनतम भइसकेको हुन्छ कि त हराइ नै सकेको हुन्छ। त्यस्तो बेलामा ट्राभलिङ गर्न खासै फरक पर्दैन। र यो बेला ध्यान दिनुपर्ने कुरा भनेको यदि कसैलाई एक्स्ट्रा रोग लागेको छ भन्नाले प्रेसरको रोग लागेको छ, हाई ब्लड प्रेसर छ, प्री एक्लेम्सिया भनिन्छ जसलाई, त्यस पछाडि तपाईँको बच्चा सँगसँगै जुन प्लासेन्टा हुन्छ, छेउमा जुन बच्चाको साथी हुन्छ त्यो पनि तलसम्म पुरेको छ, त्यसलाई प्लासेन्टा प्रिभिया भन्छ। त्यस्तो कन्डिसनमा यदि रगत बग्ने खालको यदि समस्याहरू देखिएको छ भने त्यस्तो अवस्थामा पनि हामीले दोस्रो त्रैमासिकमा सकभर ट्राभलिङ नगरेकै राम्रो हो। तेस्रो त्रैमासिक भनेको अन्तिम को 3 महिना हो। त्यो अन्तिमको 3 महिनामा बच्चा जन्मिनुभन्दा अगाडि नै भन्नाले प्रिटर्म लेबर भनिन्छ, प्रिटर्म लेबर हुने चान्सेस हुन्छ। त्यस पछाडि जुन बेला पनि व्यथा लाग्न सक्ने हुन्छ, 36 हप्ता पछाडि त एकदम गाह्रो हुन्छ। एउटा त आमाको पेट पनि ठुलो हुन्छ, पेट दुखिराखेको हुन्छ, कुन बेला व्यथा लागेर तपाईँको पानी बग्छ र पानी बगे पछाडि बच्चा चाहिँ प्रिम्याच्योर डेलिभरी हुन्छ भनेर डर हुन्छ। त्यही भएर तेस्रो त्रैमासिकमा ट्राभलिङ नगरेकै बेस हो। ट्राभलिङ गर्ने बेलामा हामीले 3-4 वटा कुरा अगाडि आउँछ। एउटा भनेको इन्फेक्सन। तपाईँले ट्राभल गरिराखेको बेलामा बिचमा कतै रोकेर केही खानुहुन्छ, पिउनुहुन्छ, यदि त्यो खाना र फुड भनेको कन्टामिनेटेड यदि सङ्क्रमित छ भने तपाईँलाई त्यो इन्फेक्सनको सङ्क्रमण लाग्न सक्ने सम्भावना छ। अर्को भनेको डिप भेन थ्रोम्बोसिस भनिन्छ त्यसलाई, भन्नाले नसामा रगत जम्नु। प्रेग्नेन्सीको बेलामा, गर्भवतीको बेलामा तपाईँको खुट्टाको जुन नसाहरू हुन्छ, भेन्सहरू हुन्छ, त्यसमा रगत जम्ने सम्भावना चाहिँ त्यसै पनि बढी हुन्छ। र त्यसमा पनि तपाईँ यदि ट्राभलिङ धेरै बेरसम्म लङ टर्मसम्म गरिराख्नु भएको छ भने, लङ टाइमसम्म, त्यस्तो अवस्थामा डिप भेन थ्रोम्बोसिस अझ बढी भएर र हुने नै गर्ने खालको भएर आउने सम्भावना पनि बढी देखिएको छ। र थर्ड भनेको तपाईँको प्रिटर्म लेबर भन्नाले बच्चा समयभन्दा अगाडि नै व्यथा लागेर अथवा पानी बगेर बच्चा निस्किनु हो। यो समस्या भनेको देखा पर्न सक्छ। र चौथो एबोर्सन, मिसक्यारेज। यदि अर्ली प्रेग्नेन्सी छ, तपाईँले स्टार्टिङमै तपाईँले ट्राभलिङ गरिराख्नु भएको छ भने त्यस्तो कन्डिसन मिसक्यारेज अथवा गर्भपतन हुने सम्भावना छ। अब ट्रान्सपोर्टको कुरा गरौँ। एउटा छ हाम्रो बाई रोड अनि एउटा छ बाई प्लेन। रोडमा लङ डिस्टेन्स र सर्ट डिस्टेन्स। लङ डिस्टेन्सको पहिला कुरा गरौँ। लङ डिस्टेन्स भनेको तपाईँले कि त कारबाट ट्राभल गर्नुहुन्छ कि त बसबाट ट्राभल गर्नुहुन्छ। यदि तपाईँले यो लङ ट्राभल जानुपर्ने छ भने तपाईँले 4 घन्टाभन्दा बढीको बाटो नरोज्नुहोस्। 4 घन्टाभन्दा बढीको बाटो रोज्नुभयो भने डिप भेन थ्रोम्बोसिस लाग्ने चान्सेस चाहिँ बढी देखिन्छ। त्यही भएर 4 घन्टाभन्दा कमको बाटो रोज्दा चाहिँ इट्स गुड। अनि 4 घन्टाको बाटो रोज्दाखेरि के गर्ने त? हरेक 1 देखि 2 घन्टाको बिचमा स्टप गर्नुपर्ने हुन्छ कार अथवा बसलाई र त्यहाँ वाक गर्नुपर्ने हुन्छ। स्कुटर र बाइक कम्प्यारेटिभली सेफ नै हुन्छ।
किनकि त्यसमा राम्रो खालको सकर लागेको हुन्छ। बिस्तारै कुदायो भने त्यो जर्किङहरू चाहिँ पनि बचाउन सकिन्छ। तर जुन हाम्रो आफ्नो स्पेसिफिक लोकलाइज्ड एरियामा जुन सर्ट डिस्टेन्स अब ट्राभलिङ गरिराखेको हुन्छ त्यो प्राय टेम्पोमा, त्यो टेम्पो चाहिँ युज नगर्नुहोस्। कुनै पनि ट्राइमेस्टरमा टेम्पो युज नगर्नुहोस्। टेम्पोमा सकर हुँदैन र टेम्पोको कारणले धेरै नै एबोर्सन भएको देखिन्छ। ट्राभलिङ गर्दाखेरि हामीले केमा ध्यान दिनुपर्ने हुन्छ? पेट दुखिराखेको छ कि छैन भनेर ध्यान दिने र तलबाट पानी अथवा ब्लड गइराखेको छ कि छैन भनेर याद गर्ने। भजानल ब्लिडिङ अथवा भजानल डिस्चार्ज भन्छ, यो कुरामा तपाईँले ध्यान दिनुपर्ने हुन्छ। त्यस्तो छ भने त्यो बेला तुरुन्तै तपाईँले गाडीलाई स्टप गर्नुपर्ने हुन्छ, त्यो बेला रेस्ट लिनुपर्ने हुन्छ र डक्टरसँग कन्सल्ट गर्नुपर्ने हुन्छ। भन्दा पहिले ट्राभलिङको बेलामा हामीले याद गर्नुपर्ने, जहिले पनि तपाईँ लुज फिटिङ क्लोथ्स लगाउनुहोस् एकर्डिङ टु द वेदर। त्यस पछाडि तपाईँले टन्नै त्यो पानी खानुहोस्, आफ्नो जिउलाई हाइड्रेट बनाएर राख्नुहोस्। क्याफिन चाहिँ नखानु होला। क्याफिन बाहेक अरू नर्मल ड्रिङ्क्सहरू जुन हुन्छ जसरी पानी भयो, यिनीहरू चाहिँ तपाईँले मजाले घरबाटै दालको पानी ल्याउनु भएको छ, सुप बनाएर ल्याउनु भएको छ भनेर त्यस्तो कुराहरू चाहिँ खाँदा हुन्छ। र थर्ड कुरा भनेको वकिङ। तपाईँले हरेक 4 घन्टा, यदि 4 घन्टाको बाटो रोज्नु भएको छ, 4 साढे 4 घन्टाको छ भने हरेक 1 देखि 2 घन्टामा तपाईँले वाक गर्नुपर्ने हुन्छ। र लास्ट भनेको एउटा मेडिकल सुझाव छ जुन चाहिँ स्टकिङ भनिन्छ। स्टकिङ भनेको मोजा जस्तै हुन्छ जुन चाहिँ खुट्टामा लगाइन्छ, तपाईँको तिघ्रासम्म पुग्ने गरेको छ। त्यो मेडिकल स्टोरमा पनि पाइन्छ। त्यो स्टकिङ पनि लगाउन मिल्छ। हाम्रो मेन एम फोकस भनेको डिप भेन थ्रोम्बोसिस, जुन नसाको जुन मैले रगत जम्ने जुन मैले रोग भनेको छु त्यसलाई बचाउनु चाहिँ सबभन्दा ठुलो कुरा हो ट्राभलिङको बेला। अब फाटफुट कुरा गरौँ यो ट्राभलिङको कन्टेक्स्टमा। एयरपोर्टमा 36 विक्स पछाडि चाहिँ हतपतै कुनै डक्टरको सर्भिलेन्समा अथवा अप्स गाइनेकोलोजिस्टको अन्डरमा नभइकन अथवा कुनै हाई रिस्क यदि केसेसहरू छ भने आफ्टर 36 विक्स तपाईँलाई प्लेनको ट्राभलिङ गर्न दिँदैन। इन्टरनेसनल ट्राभल भनेको लङ ट्राभल हुन्छ, त्यही भएर ट्रान्जिसन्सहरूको कस्तो कन्डिसनहरू मिलाउनु पर्ने हुन्छ त्यो ट्रान्जिसन्सहरू मिलाउने, अनि त्यस पछाडि आफ्नो वाकिङको जुन मैले रुल भनेको छु एभ्री 1 to 2 आवर्समा तपाईँले वाक गर्नुपर्ने हुन्छ, त्यो चाहिँ तपाईँले मेन्टेन गर्नुपर्ने हुन्छ। र सेकेन्ड ट्राइमेस्टरलाई रोज्नु भयो भने इट इज बेस्ट फर ट्राभलिङ, त्यो चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र क्लोथिङको बारेमा मैले भनिसकेको छु, लुज फिटिङ क्लोथ्सहरू। र इन्टरनेसनल फ्लाइटमा सकभर तपाईँ केही पातलो लुगाहरूको लेयर्स पनि लगाएर जानुहोस्, जुन चाहिँ कहिलेकाहीँ फुकाल्नमा कहिलेकाहीँ लगाउनमा तपाईँलाई हेल्पफुल हुन्छ। अनि प्रेग्नेन्सीमा हामीले प्रोफाइलेक्टिक ड्रग लिने कि नलिने भनेर कुरा छ यहाँ एउटा। अब बान्ताको लागि प्रोफाइलेक्टिक ड्रग लिन मिल्छ। तपाईँले खाइराखेकै ड्रगमा एउटा यस्तो ड्रग छ जुन चाहिँ प्रोफाइलेक्टिकली काम गर्न सक्छ। त्यो औषधि भनेको हायासिन ब्युटाइल ब्रोमाइड हो। त्यो हायासिन ब्युटाइल ब्रोमाइड भनेको ड्रग अफ चोइस फर मोसन सिकनेस हो। अनि हामीले चाहिँ दिइ पनि राखेको हुन्छौँ फर एन्टी स्प्याजमोडिक एक्सन अफ द हायासिन ब्युटाइल ब्रोमाइड। त्यो तपाईँले एउटा खाँदा चाहिँ बेटर हुन्छ। त्यसले दुइटै काम गर्छ, तपाईँको मोसन सिकनेसलाई पनि अलिक कम गराउँछ र प्लस तपाईँको लोवर एब्डोमेन पेनमा जुन युट्राइन स्प्याजमोडिक हुन्छ त्यसलाई पनि स्प्याजमलाई अलिक कम गराउने गर्छ। मैले तपाईँको समक्ष एउटा सानो जानकारी राखिसकेँ ट्राभलिङ ड्युरिङ प्रेग्नेन्सी भनेर। अब केही स्पेसिफिक कुराहरू छन् जुन चाहिँ मैले यो भिडियोमा पुरै डिटेल कुरा गरेको छैन अहिले। यदि तपाईँलाई यदि त्यस्तो क्युरियोसिटी छ अथवा केही कुरा सोध्नुपर्ने छ तपाईँलाई, मलाई तपाईँले कमेन्ट गरेर सोध्न सक्नुहुन्छ र त्यसमा म तपाईँलाई मैले फ्री भएको बेलामा म तपाईँलाई एन्सर दिने गर्छु। र यही भन्दै म अब यो भिडियोलाई पनि अब क्लोज गर्न चाहन्छु। थ्याङ्क यू सो मच, धन्यवाद।